आजबाट सुरु भएको प्लस 2 को एक्जाम सबै विद्यार्थीहरूको लागि चाहिँ अल द बेस्ट अफ लक भन्न चाहन्छु म र समस्त VETU इन्टरनेशनल स्टडिजको टिम मेम्बरदेखि। प्लस 2 को एक्जाम तपाईले एटेन्ड गरिराख्नु भएको छ भने राम्रोसँग प्रिपेयर गर्नुहोला, राम्रोसँग पढ्नुहोला र सकेसम्म आफ्नो एक्जामको टाइम फ्रेमलाई चाहिँ युटिलाइज गर्नुहोला। इट मिन्स 3 आवर्सको एक्जामलाई सकेसम्म 3 आवर्ससम्म एक्सटेन्ड गरेर चाहिँ आफ्नो राम्रो एन्सर एक्जिक्युसनहरू गर्नुहोला र साथसाथै सकेसम्म सबै क्वेसनहरूलाई एटेन्ड गरेर एकचोटिमै तपाईले चाहिँ राम्रो GPA ल्याउने चाहिँ ट्राई गर्नुहोला। र यो सबै गर्दै गर्दाखेरि भोलि प्लस 2 को स्कोर राम्रो आएको खण्डमा तपाईले नेपालमै फर्दर स्टडी कन्टिन्यू गर्नलाई पनि तपाईलाई सजिलो हुने भयो। साथसाथै तपाई यदि अब्रोड प्रोसेसिङको लागि प्लान गर्नुहुन्छ भने तपाईलाई धेरै कन्ट्रीजहरुको भेरिएसनहरु पनि तपाईले पाउनुहुन्छ। So don't spoil your exam. Try to attain good marks. All the best, all of you. Thank you.